कर्मशील व्यक्तिलाई मार्गनिर्देशकको जरुरी हुँदैन, उसको हरेक पाइलामा गन्तव्य तय भएको हुन्छ भन्दै मेरो न्यानो अभिवादन सम्पूर्ण दर्शकहरूमा म एक ड्रेस डिजाइनर सञ्चिता खत्री, प्रतियोगी नम्बर 2, हाल बालकोट भक्तपुरबाट। माध्यमबाट नै घरभित्रै दबिएर रहेका महिला दिदीबहिनीहरूलाई पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उद्देश्यका साथ म आफूले आफूलाई पनि एक सफल फेसन डिजाइनरको रूपमा भविष्यमा देख्न चाहन्छु। आफूले नजानेका नौला ज्ञान र अनुभवलाई आत्मसात गरी अघि बढ्नु नै मेरो रुचि हो। क्यापिटल क्वीन नेपाल 2025 मा आउनुको कारण यस क्षेत्रमा पनि आफ्नो अलग पहिचान बनाउँदै एक क्षमतावान व्यक्तित्वको रूपमा आफूलाई प्रमाणित गर्दै डिजाइनिङ क्षेत्रमा अझ सफल हुने हेतुले यहाँ उपस्थित भएकी छु। धन्यवाद।